Hello and welcome back to my channel. It's me. Never give up. Never give up का मतलब चाहिँ कहिले पनि हार नमान्ने हैन. जेमा काम एकदम पर्फेक्ट काम गर्ने. अब चाहिँ अहिले यहाँको अब वेदरहरु एकदमै चेन्ज भइरहेछ है. 1 घण्टा पानी पर्ने र 2 घण्टामा चाहिँ घाम लाग्ने हुन्छ यहाँको चाहिँ हैन. यहाँको वेदरको कुनै तुलना नहुँदो रहेछ. र यो चाहिँ यहाँको सबैभन्दा पपुलर वेदर छ के. मलाई यस्तो वाउ घर हेर्नु नि. घर हेर्नुस् त यस्तो बवाल घर छ है. बाफ. अब अहिले म चाहिँ टक्क सन्देशो डे टाइममा चाहिँ फ्री भएर निस्किरहेको छु है घुम्नको लागि. र मलाई चाहिँ जस्तो लाग्छ सबैभन्दा बस्नको लागि चाहिँ नेदरल्यान्ड बेटर रहेछ मेरो अन्दाजमा. र अहिले तपाईहरु देख्न सक्नुहुन्छ है. अब यहाँ चाहिँ यसरी अब यहाँ बाटोहरु पनि बनाउँदै रहेछ हैन. र यसरी अब बारहरु सबै अब यसरी बोर्डरमा लगाएको रहेछ. तर यहाँको सिस्टम चाहिँ मलाई एकदम मन पर्छ के. वाउ साइकल हेर्नु त्यहाँ. ओ सेट. यसभित्र टक्क सुतेर कुदाउने हो के. पुरै सुतेर कुदाउने नि त. ल र आज चाहिँ म तपाईहरुलाई नेदरल्यान्डको केही ठाउँहरु देखाउने छु हैन. र यहाँ चाहिँ भनेको तपाईको म्याक्सिमम मान्छेहरुले चाहिँ साइकल चलाउँदो रहेछ. र मान्छे चाहिँ धेरै चाहिँ अब साइकल युज गर्दो रहेछ हैन ड्युटीमा जानको लागि हैन. र अहिले पनि जाडो छ यहाँतिर एकदमै जाडो छ अहिले पनि हैन. अरु जस्तो ठाउँ छैन अहिले. जस अब हेडिङको चाहिँ ग्रिस अथवा तपाईको क्रोएसिया भयो हैन बार्सिलोना भयो त्यता चाहिँ एकदम वेदर चाहिँ चेन्ज भएर जाँदो रहेछ. एकदम हट वेदर. तर यहाँ चाहिँ अब अहिले पनि ठन्डी चाहिँ कुन चिज छ है. मान्छे चाहिँ सिरिरहेको छ. र अब चाहिँ म चाहिँ हेलो ल हेर्नुहोस्. अब म चाहिँ हल्का यसो नेदरल्यान्डतिर हैन ट्राभल गर्नको लागि निस्केको छु. तपाईहरु देख्न सक्नुहुन्छ पुरै भ्यूजहरु हैन एकदम राम्रो छ. र यहाँको गभर्नमेन्टले चाहिँ यहाँको जनताको लागि चाहिँ एकदम राम्रो गरिदिएको छ हैन. यसरी अब यो साइडमा यसरी रोड हामीले यसरी गाडीहरु पनि राख्न मिल्छ. वाउ. हेर्नुस् म चाहिँ अब हल्का अब यसरी घुम्न लागि निस्केको छु. तर आजको वेदर चाहिँ एकदम राम्रो छ. र तपाईहरु देख्न सक्नुहुन्छ पुरै हैन. यहाँ चाहिँ यहाँको वेदर चाहिँ युरोपको सबैभन्दा पपुलर वेदर हो. किनभने यहाँ जतिखेर पनि जे पनि हुनसक्छ है. 1 घण्टाभित्र तपाईँ पानी पर्न सक्छ. अर्को घण्टामा फेरि भनौँ न घाम पनि लाग्न सक्छ. यो यस्तो खालको ठाउँ रहेछ कि. हेर्नुहोस् त यस्तो नेट एन्ड क्लिन छ. यस्तो बवाल छ है. पुरै साइडमा गार्डन के यस्तो बवाल गार्डन छ. यसरी फुलहरु फुलेको छ हैन. भर्खर अब रुखहरु पनि यस्तो हरियाली है. घरहरु हेर्न सक्नुहुन्छ पुरै है. हेर्नुस् आकाश हेर्नुस् बादलले ढाकेको छ हैन. एकदम बवाल छ के. हेर्नुस् तपाईहरु. वाउ. मलाई चाहिँ हल्का रुगाले पनि भेटेको छ हैन. रुगा लागेको छ. घाँटी पनि दुखेको छ. म 2-4 दिन चाहिँ अलिकति बाहिर ट्राभल गर्नको लागि निस्केको थिएँ जर्मनतिर. त्यही भएको कारणले गर्दाखेरि मेरो यो घाँटी हैन रुगा लागेको छ. र अहिले चाहिँ म नेदरल्यान्डमा छु है. हेर्नुस् कस्तो छ त भ्यू. कमेन्ट गरिदिनु होला. सब्स्क्राइब लाइक गरिदिनु होला. घर हेर्नुस् ल तपाईको यस्तो बवाल घर छ है. यहाँको यो वेदरसँग ट्याक्क म्याचेबल हुने घरहरु बनाएको छ कि यिनीहरूले. हेर्नुहोस् यसरी यो रुख फेरि कस्तो हरियाली क्या. हेर्नुहोस् त पुरै देखाएको छ.
सानो नदी भन्छ होइन, त्यो सानो नदी बया छ हेर्नुहोस् तपाईँ देख्नुहुन्छ। तर सुक्को यहाँ चाहिँ ल हेर्नुहोस् यसरी पानी फुल फुलेर बसेको छ होइन। यो फुलको नाम त के हो मलाई थाहा भएन, तर तपाईँको यहाँनिर पुरै यसरी पानी फुल फुलेको छ हेर्नुहोस् ल। यसरी उता उतासम्म छ, टक्क साइडमा यस्तो बबाल घर छ।